समूह एक हौं सामुदायिक वनभोक्ता समूह जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। यहाँहरूले आफ्नो सामुदायिक वनभोक्ता समूहमा एकदम चनाखो भएर अग्नि आगोबाट वन जोगाउनका निमित्त यहाँहरू तकम तयार भएर लाग्नुहुनेछ र सामुदायिक वनहरूमा आगो लाग्न नदिन यहाँहरूको हरदम प्रयास रहनेछ भन्ने कुरा हामीले विश्वास लिएका छौं र यो कार्यक्रमको मकसद पनि विशेष गरेर यो डडेलो सप्ताह चैत्र 1 गतेदेखि भोलि 7 गतेसम्म एक हप्ताको सप्ताह हो। यो सप्ताहभित्र हामीले सचेतनामूलक हामीले अवेरनेस हुने गरेर सम्पूर्णमा संचार पुगोस् भन्ने हिसाबले चाहिँ यो कार्यक्रमको आयोजना गरेका छौं। गर्मीको बेला छ, आफूले प्रयोग गरेका प्रयोग गर्दा खाना बनाउँदा चिया पकाउँदा आफ्नो भान्साको काम सिकिसकेपछि पूर्ण रूपमा आगोलाई निभाएर सुत्ने गरौँ अथवा आगो निभाएर घर छोड्ने गरौँ। सानो एउटा आगोको झिल्काले ठुलो नोक्सानी हुनसक्छ। समयमा चाहिँ सचेत रहौँ। गर्मीको मौसम छ, आफूले खाएका चुरोटका थुक्पाहरू सलाई लाइटरहरू यी बच्चाहरूदेखि टाढा राखौँ। अब सामुदायिक वनमा अब छाडछिमेकमा अब भएका अब त्यस्ता झारपातहरू हटाउनु पर्छ र अब यस कार्यक्रमलाई हामीले पनि सबैले साथ दिनुपर्छ। अहिले गर्मीको मौसम सुरु भइरहेको छ। वर्षेनी नेपालमा आग लागि भएर प्रशस्तै मात्रामा धनजनको क्षति भइरहेको छ। सामुदायिक वनभोक्ता समूहहरूलाई अवेरनेस गर्ने, जानकारी गराउने आजको यो कार्यक्रमबाट तपाईहरु आउनुभएको छ। भोलि तपाईहरु समूहमा फर्केर आफ्नो सामुदायिक वनभोक्ता समूहमा अग्नि नियन्त्रण रेखाहरू बनाउने, फायर लाइनहरू सफा गर्ने र बढीभन्दा बढी आगलाई कम हुनबाट जोगाउनका लागि तपाईहरु तत्पर भएर लाग्नुहुनेछ भन्ने म तपाईहरुलाई अनुरोध आग्रह गर्न चाहन्छु। भोलिका दिनहरुमा आफ्नो कर्तव्य जिम्मेवारी निभाउने हुनेछ भन्ने लाग्छ। अब तपाईहरुले पनि सामुदायिक वनमा यदि हाम्रा गस्ती गर्न जाँदा जथाभावी चुरोट पिँढीका ठुटाहरू नफ्याँक्ने, यदि आग लागिरहेको छ भने त्यसलाई अग्नि नियन्त्रण गरी बेला आगो निभाउन प्रयास गर्ने गरेर यो हाम्रो भएको प्राकृतिक सर्वसाधनको क्षतिबाट मुक्त गराउनका लागि तपाईहरुको अहम भूमिका हुनेछ। यो आग लागेको बेला अब गर्मीयाम बाँके जिल्लामा गर्मीयाममा वनमा आग लागि नियन्त्रणका लागि जनचेतना कार्यक्रम सम्पूर्ण साथीहरू आफ्नो सामुदायिक वनका उपभोक्ताहरूलाई यो कार्यक्रमबाट गएर सबैलाई सचेतना गराउनुहुनेछ। आगो लाग्नको लागि पहिले अक्सिजन चाहिन्छ, त्यसपछि गएर ज्वलनशील पदार्थ चाहिन्छ, त्यसपछि गएर आगोको स्रोत चाहिन्छ। तीनटा चिज नहुँदासम्म त्यसको आगो लाग्न सक्दैन। त्यसले गर्दा तीनटा चिजमा जहिले पनि हामी सबैजना सजग हौं। र बन्दरेलो भन्ने कुरा यस्तो कुरा हो जसले कि एकै क्षणभरमा नै त्यसपछि राम्रो बाटोमा भएको वनलाई त्यसपछि गएर वन परिवारलाई नष्ट गरिदिन्छ र फुल बनाइदिन्छ गर्छ। त्यसले गर्दा यो मानव जन्तु त्यसपछि गएर लगायत उनको वासस्थान समेत नै नष्ट गरिदिन्छ। त्यसले गर्दा यो समय हामीले यो बुझौँ कि वनटाहरू दुई किसिमले लाग्ने गर्छ। एउटा मानवीय कारणले गर्दा, एउटा प्राकृतिक कारणले गर्दा। प्राकृतिक कारण भने कि तपाईँको ढुङ्गाहरू आपसमा ठोकिएर त्यसपछि एउटा हाँगा अर्को हाँगा ठोकिएर र ज्वालामुखीबाट पनि त्यसपछि वनटाहरू हुन सक्ने गर्छ, आग लागि हुन सक्ने गर्छ। त्यस्तै किसिमको अरू गरिकन हेर्नुहुन्छ भनेपछि मानवीय कारण, मानव कारणले गर्दा सबभन्दा बढी त्यसपछि जोखिम हो र सबभन्दा बढी आग लागि हुने कारण नै मानवबाट नै हुने गर्छ। त्यसले गर्दा म प्रत्येक सामुदायिक वनभोक्ता समूहका परिकल्पना अनुरोध गर्न चाहन्छु कि वनलाई व्यवस्थापन गर्नको लागि र सामुदायिक वनलाई बचाउनको लागि प्रत्येक समूहले अग्नि नियन्त्रण टोली गठन गरोस्, बजेटको व्यवस्था गरोस् र दैनिक रूपमा टोली बनाएर त्यसपछि प्रत्येक भोटले पहिचान गरोस्। पहिचान गरिसकेपछि उहाँहरूलाई भत्ताको व्यवस्था अथवा खाजाको व्यवस्था गर्नुहुनेछ भन्ने आशा लिएको छु। त्यसै सँगसँगै समितिका पदाधिकारीहरूले पनि जिम्मेवारी दिनुहोस्। प्रत्येक पटकको आज एकजनाको जिम्मा दिएछ, भोलि अर्को जिम्मा गरिकन 3 महिनाको लागि जिम्मा दिनुभयो भनेपछि पक्कै आग लागि हुने छैन। र हाम्रो सामुदायिक वनमा भएका आग लागि नियन्त्रण गर्नको लागि भएका त्यसमा साना बिरुवाहरू जो सुकिएका छन्, हाँगाबिङ्गा भएका छन्, त्यसलाई सामुदायिक वनमा निकाल्ने पहिलो प्राथमिकता दिनुहोस्। त्यसै गरी आग लागि हुने जाने पदार्थहरूलाई तपाईँको ग्वालाहरू जाने गर्छन्, उहाँहरूको सुविधा मार्फत चेक गर्न लगाउनुहोस्। त्यसैसम्म सलाई लाइटर लिएर नजाओस्।
त्यसपछि गएर प्रत्येक सामुदायिक वन उपभोक्ता समूहले प्रत्येक सामुदायिक वनमा यो फाइरलाइन अग्निरेखा नियन्त्रण गरेर फाइरलाइन बनाएर त्यसपछि समाधान गर्न सकोस् भन्ने आशा लिएको छु। हामी यो डडेलोलाई कसरी नियन्त्रण गर्न सक्छौँ भन्ने विषयमा आज एक दिने यो चेतनामूलक हामी कार्यक्रममा सप्ताहव्यापी रूपले हामी प्रत्येक पालिकामा चाहिँ हामी यो आयोजना गरिरहेका छौँ। मलाई लाग्छ अब हामी सामुदायिक वनहरू बलिया भइसकेका छौँ, ठुला भइसकेका छौँ। त्यस कारणले गर्दा अब हामीले बुझिसकेका छौँ वन डडेलोले गर्दा हामीलाई मात्रै होइन वनमा रहने विभिन्न वन्यजन्तुहरू र ती वन्यजन्तुको वासस्थानहरू नष्ट हुने गर्छ र वन डडेलो हुँदै गर्दा हाम्रो बस्तीहरूमा ठुलो धनक्षेत्र हुन सक्छ। त्यस कारणले गर्दा कृपया विभिन्न सामुदायिक वनका हाम्रा सम्पूर्ण पदाधिकारी साथीहरू र सुरक्षा निकायहरू वनका साथीहरूलाई मेरो अनुरोध छ, हामी आफैबाट सुरुवात गरेनौँ भने हामी अरूलाई भन्न सक्दैनौँ। हामी वन क्षेत्रमा जाँदै गर्दा हामीले लापरवाही रूपले हामीले प्रयोग गरेका जुन चुरोटका ठुटाहरू हुन्छ, आगो बालेका ठाउँमा चाहिँ हामी ननिभाएर हिँड्ने गर्छौँ। त्यस कारणले गर्दा वन डडेलो हुने गर्छ। वन डडेलो हुँदै गर्दा हामीले नसोचेको चाहिँ घटनाहरू घट्ने गरेको छ। सामुदायिक वनमा हाम्रा पुर्खाहरूले संरक्षण गरिरहेको वनलाई अलिअलि संरक्षण गरे जस्तो गर्ने, डिभिजन वन कार्यालयसँग समन्वय गर्ने र वार्षिक कार्ययोजना अनुसार रुखहरू काट्ने घाटगति गर्ने र बेच्ने मात्रै काम भयो भने यो अर्थपूर्ण रहँदैन।